नमस्ते, सबैजना आरामै हुनुहुन्छ। म आज पनि फेरि सानो छोटो भिडियो लिएर आएको छु। मेरो अगाडि देखिसक्नुभयो होला हजुरहरूले होइन। म आज सजिलो तरिकाले भान्टाको भर्ता भर्ता कसरी बनाउने चाहिँ म आफ्नो रेसिपी हजुरहरूलाई सेयर गर्न आएकी छु। आउनुहोस् है त भान्टाको भर्ता बनाऊँ। भर्ता अनि टमाटर मैले काटिसकेको छु है। हजुरहरूले पनि आफ्नो सेपमा काट्न सक्नुहुन्छ। र मैले यता 4वटा जति लसुनको पोटी अनि 5-6वटा सुकेको खुर्सानी लिएको छु। त्यसको लागि तेल अलि धेरै नै लिनुपर्छ। राखिसकेको छ। भान्टा पनि राखेर सकिसके। म अब टमाटर राख्छु। अब लसुन राख्छु। खुर्सानी राख्छु। राखिसके म अब यसलाई एकछिन ढाकिदिन्छु। यतिको भएको छ। म अब भान्टालाई फर्काइदिन्छु। टमाटर राम्रोसँग पाकिसकेको छ, देख्न सक्नुहुन्छ होइन। टमाटर बोक्रा छोडिसकेको छ। भान्टा चाहिँ अझै भएको छैन। म चाहिँ टमाटर निकाल्दै गर्छु। निकालिसकेको छु। टमाटर गलिसकेको छ। खुर्सानी लसुन पनि भइसकेको छ। म अब यसलाई निकाल्छु। भाँडा ठुलो लिएको छु। सबै सामान रेडी भइसकेको छ। म अब यसलाई हातले गर्दा पनि भयो, मिक्स गर्नले गर्दा पनि हुन्छ है। स्वाद अनुसार नुन राख्छु अनि म यसलाई मिक्स गर्छु है त। भर्ता रेडी भइसकेको छ। देख्न सक्नुहुन्छ। हेर्नु त रेडी भइसक्यो। हजुरहरूले यसलाई यत्तिकै पनि खान सक्नुहुन्छ है। रोटीसित, भातसित, जेसित खाँदा पनि मिठो हुन्छ होइन। यत्तिकै नखाएर यसलाई फेरि झानेर पनि खान सक्नुहुन्छ है त। यो चाहिँ रातो दाल हो, सिमीको। यो फ्राई ग्रेभी चिकन, यो फ्राई चिकन, यो सलाद भन्दा पनि भयो, अचार भन्दा पनि भयो, एकदम सिम्पल। यो अघि मैले बनाएको भर्ता, बैगनको भर्ता, यो साग। दिन शुभ रहोस्।